यात्रुहरूले अबको बर्खाभित्र चिटिक्क परेका फराकिलो सडकमा आनन्दमय यात्रा गर्नेछन् नारायणगढ बुटोल सडकमा। विक्रम सम्वत 2075 जेठ 8 गते सडक विस्तारको औपचारिक काम सुरु भएको थियो। कुल 114 किलोमिटर सडक यो 2 खण्ड गरेर निर्माण भइरहेको छ। चिनिया कम्पनीसँग समाधानमुखी छलफल भएपछि अहिले यसले देखिने गरी गति लिएको छ। अहिले पूर्वी खण्डको विभिन्न 18 स्थानमा एकैपटक कालोपत्रे गर्ने गरी काम भइरहेको छ। यो सडक खण्डमा कैँडाकोटबाट देवचुली कावासोती डन्डा हुँदै दाउन्ने बीचमा 43 किलोमिटर एकतर्फी 2 लेन कालोपत्रे भइसकेको छ। 2 तर्फी 4 लेन भएको सडकको कालोपत्रेको गणना गर्दा भने करिब 64 किलोमिटर सडक कालोपत्रे भएको छ। अब करिब 22 किलोमिटर सडक कालोपत्रे गरेको अवस्थामा नारायणगढबाट दाउन्नेसम्म एकतर्फी 2 लेन सडकमा कालोपत्रेको काम सकिनेछ। यसलाई आउँदो वैशाखसम्ममा एकतर्फी 2 लेन कालोपत्रे सम्पन्न गर्ने गरी काम भइरहेको छ। दाउन्नेको सडक पीडा अहिले मात्र होइन, पहिले देखेकै हो। साँघुरो सडक, त्यसमाथि उकालो, अझ त्यसमाथि घुम्तीहरू। अहिले घुम्ती फराकिला र रहर लाग्दा बन्दैछन्। दाउन्नेको केही ठाउँमा अझै समस्या रहे पनि यो हैरानी यो वर्षा अघि नै समाधान गर्ने लक्ष्यका साथ काम भइरहेको छ। यो खण्डमा सडकलाई सुरक्षित गर्नका लागि निर्माण भइरहेका वालहरूले सडकको सुरक्षा मात्र होइन, सौन्दर्यमा पनि निखार ल्याउनेछन्। सडक विस्तारका लागि आवश्यक सामग्रीहरू पनि सँगसँगै तयार गरिँदैछ। दाउन्नेदेखि बुटोलसम्म पश्चिम खण्डको सडक विस्तारको काम पनि द्रुत गतिमा भइरहेको छ। चिटिक्क परेका सडक छेउका विशाल बस्तीहरू अनि ती बस्तीका बासिन्दाको दैनिकीको दृश्यले देखाउँदैछ नारायणगढ बुटोल सडक खण्डको पश्चिम खण्ड अन्तर्गत 49 किलोमिटर मध्ये 14 किलोमिटर 2 तर्फी र 15 किलोमिटर एकतर्फी कालोपत्रे भइसकेको छ। अब बाँकी 20 किलोमिटरमा पनि यो वर्षा अगाडि कम्तीमा एकतर्फी कालोपत्रे गरिसक्ने लक्ष्य राखिएको छ। सडकको 3 मिटरको बीच भागमा बिरुवा लगाउने गरी ठेक्का सम्झौता भएको छ। सडक विस्तारपछि दुवैतर्फको सडकको चौडाइ 7 मिटरको हुनेछ। बजार क्षेत्रको 17.6 किलोमिटर सडकमा 6 मिटरको सर्भिस लेन समेत निर्माण गरिनेछ। सडकको 42.7 किलोमिटर सडक 4 लेनको हुनेछ भने दाउन्ने खण्डको 5 किलोमिटर सडक 3 लेनको हुनेछ। यो बुटोलको चौराहा चौक हो। यो नारायणगढ बुटोल सडक विस्तार आयोजना अन्तर्गतको यो इन्डिङ पोइन्ट पनि हो। यहाँबाट पश्चिमतिर लाग्ने हो भने कोलपुर हुँदै धनगढी पुगिन्छ भने दक्षिणतिर लाग्ने हो भने यहाँबाट बुटोल भैरवा सडक खण्ड अन्तर्गत सुनौली नाका पनि पुगिन्छ।